कुछ पैसे बचा के घूमने निकल जाया करो। कितने घूमिए 10 कितने घूमिए घूमना जाऊं घूमना नगर कोट घूमना जाऊं घूमना नगर कोट वेलकम टु माई ब्लग साथी। नगरकोट चाहिँ होइन, नगरकोटको सट्टामा टेक्ससको छिमेकी स्टेट ओक्लाहोमाको ब्रोकन बो भन्ने ठाउँमा जाँदैछौँ हामी। म बसेको ठाउँबाट हामी अहिले जान लागेको ठाउँ अलमोस्ट 3 आवर्सको छ। हामी चाहिँ अहिले डालस डाउनटाउन हुँदै जाँदैछौँ। Dallas downtown, guys. Dallas downtown. Stay in the second lane on the right and go past this exit. Use the right lane to keep right onto State Highway. Nice game. वी होप 9 बजीनिर पुगिन्छ होला हामी सायद। हाम्रो एक टिम अगाडि नै गइसकेको छ भने हामी अहिले मामा र भान्जा मात्र जाँदैछौँ। ओके गाइज, ब्रोकन बो कस्तो छ लेट्स सी। ओके साथीभाइ, हामी मामा भान्जा गीतको तालमा अनि 150 किलोमिटर पर आवरको स्पिडमा हामी म्याप ट्राई गर्दै आयौँ र बिचबिचमा हामीले बाटो पनि बिरायौँ, तर केही छैन। अब आइपुग्न लागिसकेको छ हाम्रो क्याबिन। ओके, अहिले नाइटमा केही देखिएको छैन सिन। र साथीहरू, फाइनल्ली हामी 3 घन्टाको सफरपछि हाम्रो क्याबिन आइपुग्यौँ र यहाँ दाइहरूले कसैले बारबिक्यू गर्दै कसैले के गर्दै हुँदो रहेछ। ओके, थ्याङ्क यू। ल है त साथीहरू, 2 दिनको जिन्दगी हो, मरिलानु केही छैन। कहिलेकाहीँ यसो घुम्न पनि जानुपर्छ है लाइफमा, चट्ट लाएर। एकचोटि भिजिट पनि गरौँ न, होइन कस्तो रहेछ। ठिक छ, हजुर। यसो कहिलेकाहीँ यसरी क्याबिन बुक गरेर यसो चट्ट लाएर 2 दिनको लागि भयो नि घरको मालिक बन्न मजा आउँदो रहेछ। जे होस्, ल अब सुरु गर्नुपर्छ दाइ, होइन? ल अब 2 मिनटमा आइहाल्यो। गोरेहरूको चोइस नै छुट्टै हुन्छ कि, क्लासिक युनिक हुन्छ कि, होइन? ओके, यो चाहिँ के हो नि? स्टोरेज छ नि यो? रेस्टरुम। अच्छा, रेस्टरुम भयो। ल है साथीहरू, हामी चाहिँ डिनर सकेर अब प्रीति आलेको गीतमा चाहिँ हर डान्समा खाना पचाउन लाग्छौँ। ओके,
रातभरि नाचियो साथीहरू, खुट्टा दुखिरहेछ। साथीहरू हामी अहिले ब्रेकफास्ट गरेर हाइकिङको लागि जानला छौँ। सुरुमा हाइकिङ गएर त्यस पछाडि चाहिँ काइकिङ जाने हाम्रो प्लान छ। काइकिङ पछाडि अरू अझै प्लान छ। टेक्सासमा क्यासिनो अथराइज नभएकोले र ओक्लामा नजिक भएकोले क्यासिनो पनि खेल्न आउँदो रहेछ र हिजो राति हामी गएर सही डेढ चाहिँ हारे पनि, तर हारे पनि रमाइलो चाहिँ भयो। हाम्रै घरको चित्र राखेको थियो त्यहाँ चित्र। सुन्दै आयो बाजे? होइन नि, हामी त म त किनाइ पनि हामी त पुरै म्युजिक होइन बाजा? आफै लाग्यो मामा, यस्तो रोड पनि त्यस्तै छ नि पनि। जम्मा 2 लेनको मात्र रहेछ, त्यही भएर बाटो बनाउनु लागेछ यतानिर। फाइनल्ली हामी हाइकिङ स्पट आइपुग्यौँ। हामी गोर्खाको गाउँको नाम के भन्नुभयो? रानी सोरामा हामी काबल खान जाँदैछौँ।
यो प्रकृतिको हरियाली, चराचुरुङ्गीको मिठो धुन अनि उकालो चढ्दा अलिअलि चिटचिट पसिना निक्लिँदा साह्रै रमाइलो लाग्यो। हिउँदो बर्खालेक बेसी भेडी गोठ चर्ने नभना। हामी डाँडाको टपमा पुगेर मुनि आछौँ र हामीले एउटा खोला भेट्यो। फेरि हामी अति उकालो चढेर जानुपर्नेछ। लास्टै पौडी खेल्न मन लाग्थ्यो तर खेलेन, किनकि यो खोलामा चाहिँ पहिला एकजना डुबेर चाहिँ डेथ भएको रहेछ। उसकै मेमोरीमा चाहिँ एउटा बस्ने ठाउँ पनि बनाएको रहेछ, त्यही भएर खेलिनँ। यसो नयाँ ठाउँ आएपछि एउटा दुइटा फोटो अनि भिडियो बनाऊँ भनेर हामी रिल बनाउनतिर लाग्यो। हामी फोटो भिडियो बनाउने चक्करमा पछि परेका थियौँ र हामी भेटाउने गरी चाहिँ हामी उकालोमा पुग्न थाल्यौँ। ए साथी लड्के जो बन गइसक्यो घुम्दा घुम्दै चौतारी। ए साथी कसरी फेला पार्ने हो मनको मिल्दो दौत। साथीहरू हामी अहिले ब्राजिलको एमाजोन जङ्गलमा छौँ। यहाँ एकदम पानीको कमी छ अनि त्यस पछाडि खानाको कमी छ। हामीले अघिल्लो टोलीलाई भेटायो र ओह्रालो झर्न थाल्यो हामी। अनि यहाँबाट निस्किनु पर्छ भन्ने हाम्रो सल्लाह भयो। त्यो बाटोमा चाहिँ इन्ड्युरेन्स कुद्न मजा आउँछ जस्तो लाग्यो मलाई चाहिँ। अलि तल पुगेपछि मसल तन्काउन थाल्नुभयो दाइ र मामाले। बोटिङ काइकिङ गर्नको लागि जानुपर्छ भन्ने हाम्रो प्लान भयो र सम्झना स्वरूप हामीले 2-4वटा फोटो खिच्यो। र त्यहाँबाट निक्लिहाल्यो। अहिले हाम्रो ठाउँबाट चाहिँ 13-15 मिनट जति लाग्दो रहेछ। बाटो अलिअलि यस्तै अफरोड थियो। हामी इगल टाउन पुग्यौँ तर अनफर्चुनेटली त्यो दिन पानीको लेभल बढेकोले हामीले बोटिङ काइकिङ गर्न पाएनौँ र हामी फेरि सेम यस्तै बोटिङ काइकिङ गर्ने ठाउँ बेवर्स बेन स्टेट पार्क तर्फ लाग्यौँ। यो ठाउँमा चाहिँ लेकहरू छ्यालब्याल रहेछ, जहाँ पाए त्यही इनफ रहेछ। फाइनल्ली हामी बेवर्स बेन्ड स्टेट पार्क आइपुग्यौँ र टिकट लिएर हामी स्टार्ट गऱ्यौँ। हजुर हामी मामा भान्जाले चाहिँ पौडी खेल्ने निर्णय गरियो। पौडी खेल्न पनि आउँथ्यो, मौसमले पनि च्यालेन्ज गरिरहेको थियो, उप्स गर्नु भएको थियो। त्यही भएर चिसो पानीमा सङ्लो पानीमा हामीले पौडी खेल्यौँ।